प्रकृति आफैमा एउटा सुन्दर कला हो, जहाँ हरेक डाँडा, हरेक नदी, हरेक खोल्सा र झरनाले आफ्नै कथा बोकेका हुन्छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका पनि यस्तै प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ हो। यही प्राकृतिक सुन्दरताको एउटा अनुपम उपहार हो मुसे झरना। सानीभेरी गाउँपालिका वडा नम्बर 4 मा अवस्थित मुसे झरना प्रकृतिले आफ्नै हातले सिर्जना गरेको एउटा मनमोहक गन्तव्य हो। मौराखरा क्षेत्रको समीपबाट बगेर आएको कञ्चन पानी चट्टानका बीचबाट झर्दै यहाँ आइपुग्दा मुसे झरनाको स्वरूप लिन्छ। चट्टान माथिबाट निरन्तर झरिरहेको निर्मल पानी, वरिपरिको हरियाली र झरनाको मधुर आवाज, यी सबैको सङ्गमले मुसे झरनालाई अझ आकर्षक बनाएको छ। यहाँ पुग्ने जो कोहीलाई केही बेर प्रकृतिसँगै हराउन मन लाग्छ। मुसे झरनाको सबैभन्दा ठूलो विशेषता यसको प्राकृतिकपन हो। कुनै कृत्रिम सजावट छैन, कुनै बनावटी सौन्दर्य छैन, छ त केवल प्रकृतिको आफ्नै सिर्जना। झरनाबाट खस्ने पानीको छिट्टा अनुहारमा पर्दा गर्मीको थकान मेटिन्छ। पानीको कलकल आवाजले मनलाई शान्त बनाउँछ। त्यसैले त पछिल्ला केही वर्ष यता मुसे झरनामा रमाउन आउने पर्यटक तथा आन्तरिक घुमन्तेहरूको सङ्ख्या पनि बिस्तारै बढ्दै गएको छ। युवा युवतीदेखि बालबालिकासम्म, परिवारदेखि साथीभाइसम्म मुसे झरना अहिले स्थानीयको घुमफिर र मनोरञ्जनको आकर्षक गन्तव्य बन्दै गएको छ। मुसे झरनाको अर्को महत्त्वपूर्ण विशेषता हो यहाँको सहज पहुँच। सानीभेरी गाउँपालिकाको केन्द्र सिमलीबाट मोटरसाइकल वा गाडीमा करिब 20 देखि 25 मिनटको यात्रापछि मुसे झरनामा पुग्न सकिन्छ। झरना सडकको छेउमै रहेकाले यहाँ पुग्न लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता पनि छैन। छोटो यात्रामै प्रकृतिको सुन्दर संसारमा पुग्न सकिने भएकाले मुसे झरना घुमफिरका लागि झनै आकर्षक बनेको छ। सडकबाटै झरनाको पानी देख्न सकिने दृश्यले यात्रामै रहेका मानिसहरूलाई पनि केही बेर रोकिएर प्रकृतिको आनन्द लिन प्रेरित गर्छ। मुसे झरनाको सुन्दरतामा अर्को महत्त्वपूर्ण पक्ष जोडिएको छ सानीभेरी नदी। सानीभेरी नदीको किनारसँगै जोडिएको यो झरना र नदीको प्राकृतिक सम्बन्धले यहाँको दृश्यलाई अझ मनमोहक बनाएको छ। एकातर्फ पहाडबाट झरिरहेको निर्मल पानी, अर्कोतर्फ आफ्नै गतिमा बगिरहेको सानीभेरी नदी। यी दुई प्राकृतिक धाराको सङ्गमले मुसे झरनालाई एउटा अनुपम प्राकृतिक गन्तव्यको स्वरूप दिएको छ। यहाँ पुग्दा प्रकृति हेर्न मात्र पाइँदैन, प्रकृतिलाई महसुस गर्न पाइन्छ। मुसे झरना आज केवल मनोरञ्जनको ठाउँ मात्र होइन, यसले सानीभेरी गाउँपालिकाको पर्यटन सम्भावनालाई पनि उजागर गरिरहेको छ। प्रचार प्रसार, संरक्षण र आवश्यक पूर्वाधारको विकास गर्न सक्ने हो भने मुसे झरना आन्तरिक पर्यटकका लागि अझ आकर्षक गन्तव्य बन्न सक्छ। यसले स्थानीय पर्यटनलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादन, व्यवसाय र रोजगारीका अवसर सिर्जना गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर त्यसका लागि आवश्यक छ प्रकृतिको संरक्षण र जिम्मेवार पर्यटन। प्रकृतिले दिएको उपहारको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। मुसे झरना केवल पानी झर्ने एउटा ठाउँ होइन, यो सानीभेरीको प्राकृतिक पहिचान हो। यो हाम्रो सम्भावना हो र यो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्राकृतिक सम्पदा हो। यदि तपाईँ प्रकृतिको काखमा केही बेर बिताउन चाहनुहुन्छ भने एकपटक सानीभेरी आउनुहोस्। सिमलीबाट छोटो यात्रा गर्नुहोस्, सानीभेरी नदीको किनार हुँदै अघि बढ्नुहोस् र पुग्नुहोस् मुसे झरना।